अमेरिका आएदेखि तपाईँहरूसँग फुल ग्रोसरी भ्लग त मैले सेयर नै गरेको थिइनँ र म यहाँ अमेरिकामा चाहिँ फ्लोरिडामा चाहिँ कुन ठाउँमा, कुन दोकानमा गएर चाहिँ के ग्रोसरी गर्छु त? यसको अलिकति नलेज चाहिँ मलाई पनि हुन थाल्यो। सो हेलो एभ्रिवान, राधे राधे सबैजनामा। म निर्मला तपाईँहरूलाई स्वागत गर्छु म मेरो नयाँ भ्लगमा। र आज चाहिँ हामी जाँदैछौँ ग्रोसरी सपिङ गर्नको लागि। र यो विक चाहिँ मैले सोचेँ तपाईँहरूसँग पक्का पनि म सेयर गर्छु नै, किनभनेदेखि कतिजनाले कमेन्टमा भनिराख्नु भएको थियो। सो आज चाहिँ पहिला हामी जाँदैछौँ होम अफ स्पाइसेस। हामी छौँ युएसको फ्लोरिडामा र यहाँनिर चाहिँ होम अफ स्पाइसेस छ, जो चाहिँ गुजरातीको स्टोर हो। यहाँ चाहिँ हाम्रो गुजरातीहरू धेरै देखेँ मैले। र यहाँनिर चाहिँ हाम्रो फेसबुक पेजमा पनि म कनेक्टेड छु, वाट्सएप ग्रुपमा पनि छु र त्यहाँनिर आइरहेको छ कि कुन दिन के डिस्काउन्ट हुन्छ भनेर। तपाईँहरूलाई त थाहै छ इन्डिया र यहाँनिर कति दामको फरक छ। सो अलिकति पनि डिस्काउन्ट पाउँदाखेरि चाहिँ धेरै खुसी लाग्छ। र यहाँबाट चाहिँ म स्टार्ट गर्दैछु सपिङ गर्नुलाई। आज सानोलाई मात्रै ल्यायौँ, ठुलोलाई ल्याएनौँ। हेर्नुहोस् त पहिला नै मिठाईहरू, तर त्यस्तो मिठाईहरू चाहिँ हामीले किनिनौँ। किनभनेदेखिको हर चिज त्यसरी किन्नु थाल्यो भनेदेखि त स्यालेरी पनि पुग्दैन है त। र यहाँनिर चाहिँ आइसक्रिमहरूको स्टोरहरू छ र पहिला चाहिँ यहाँनिर म सब्जी नै लिन्छु भनेर चाहिँ है हामी चाहिँ सौदा गर्दाखेरि चाहिँ 4-5 वटा स्टोर चाहिँ कुद्नु नै पर्छ, किनभने इन्डियन सामान पाउनेमा छ भनेदेखिको अमेरिकन स्टोरमा पनि कुद्नुपर्ने हुन्छ है। यहाँ चाहिँ मैले भिन्डी देखेँ पहिला, अनि भिन्डी लिँदैछु। भिन्डी अब एकपल्ट लियो भनेदेखि चाहिँ हामी त अब दुईजना त हो सब्जी खाने, नानीहरूले त यसो अलिअलि आलुसालु खाने हो, उनीहरू त पनिर नै ढुक्कै खान्छन्। र यहाँबाट चाहिँ सोचेँ मैले, बाबा भिडियो गरिदिनु न मलाई भनेर दिएको त। बाबाले त भिडियोै गर्नु जान्नु हुँदैन, फेरि अलिकति अप्ठ्यारो पनि मान्नुहुन्छ क्या। अब हामी पो भ्लगर भइसकेको छौँ र भिन्डी पनि छानिसकेँ भ्लग गर्दा गर्दै। यति भिन्डीले चाहिँ हामीलाई 2 छाक हुन्छ है आलु थप्दाखेरि। टमाटर चाहिँ यहाँ किन्दिनँ, अर्कै जग्गा किन्छु भनेर चाहिँ यहाँनिर मैले टमाटर चाहिँ स्किप गरेँ, किनभनेदेखि अलिकति बेसी नै दाम रहेछ यहाँनिर। अर्को स्टोरमा नजाने भएको भए त म यहीँबाट टमाटर किन्ने थिएँ, तर अर्को स्टोर जानै पर्छ, त्यही भएर चाहिँ मैले यहीँबाट टमाटर किनिनँ। सधैँ नै बैगुन लाने गर्छु र यही खालके बैगुन लिएर जाने गर्छु। आज त अर्को बैगुनमा अलिकति कम्ती दाम पनि रहेछ। अमेरिकन ब्रिन्जल भन्दो रहेछ अर्को बैगनलाई चाहिँ। तर अब मलाई त्यो ट्राई पनि गर्नु मन लागेको थियो क्या। यो सानो खालके बैगुन चाहिँ अलिकति छिप्पिएको खाले जस्तो लाग्यो क्या। त्यो पकाउँदा पनि दाना दुनिरहने। मेरो पाला प्लास्टिकमा हालेको पनि खनाइओरिकन चाहिँ ठुलो बैगुन लिँदैछु। यो एउटा ठुलो बैगुनले चाहिँ नि हामीलाई 3 छाकै पुग्छ साथीहरू। रोटीसँग चाहिँ एकदमै बेसी मनपर्छ। तर स्पेसियली चाहिँ मैले के भन्नु खोजेको हो भने, यो जुन होम अफ स्पाइसेस छ, यहाँबाट चाहिँ म सब्जीहरू लिएर जाने गर्छु है। हाम्रो घरदेखि चाहिँ अलिकति परै छ है, 10-15 मिनट लाग्छ नै, लगभग 20 मिनट लाग्छ। र हामी चाहिँ जान्छौँ प्रायः चाहिँ मेरो घरको छेउमा नै छ ताजा स्टोर है। हाम्रो घरबाट चाहिँ 2 मिनटको मात्रै रस्ता हो गाडीमा जाँदाखेरि। तर पनि मैले चाहिँ योपालि चाहिँ जाउँ न त होम अफ स्पाइसेसमा भनेर गएको है। र सब्जीहरू चाहिँ मैले छानछुन पारिसकेँ, प्याजहरू पनि लिएँ। यहाँनिर के छ त्यो पनि म तपाईँहरूलाई देखाउने छु अगाडि। यो कुनै प्रमोसनल भिडियो त होइन र मेरो सपिङ एक्सपिरियन्स मात्रै सेयर गर्दैछु। म त यहाँ आएको 1 महिना मात्रै भइरहेछ, तर पनि म मेरो एक्सपिरियन्स तपाईँहरूसँग सेयर गर्दैछु। र हेर्नुहोस् त यहाँनिर मेरो छोराको लागि चाहिँ ज्याम सकिएको थियो है। अनि मैले यहाँ हेरेको त 399 समथिङमा पाएँ है। र एउटा लिइहालेँ, किनभनेदेखिको चाहिन्छै चाहिन्छ। सस चाहिँ योपालि मैले स्किप गरेँ, तर यसलाई चाहिँ मैले जामलाई चाहिँ स्किप गर्नु सकिनँ, ब्रेड जाम खान्छन् नि त नानीहरूले। अनि यहाँनिर चाहिँ हाम्रो हेर्नुहोस् त चानाचुर चाहिँ मेरो हस्बेन्डलाई चाहिन्छ नै है। हामी पनि घरमा कोही कोही बेला झालमुरी-सालमुरी खाइन्छ। यहाँ हरेक चिज पाइन्छ है, इन्डियन सामान, हर एक सामान पाइन्छ। र मैले यहाँ के चाहिँ पाउँदैन भन्नु अब है, दाम चाहिँ अब हो 5 गुणा 6 गुणा बेसी हुन्छ इन्डियाबाट, तर सबै थोक पाइन्छ। मैले नपाएको चाहिँ यहाँनिर भनेको नेपाली स्टोर चाहिँ पाइनँ, नेपालीहरू त्यति देखिनँ है। तर युएसको कति जग्गामा चाहिँ नेपाली स्टोरहरू धेरै छ, र नेपालीहरू जहाँ धेरै हुनुहुन्छ त्यहीँ त नेपाली स्टोर हुन्छ होइन। र यहाँनिर हाम्रो एरियामा चाहिँ इन्डियन अलिकति धेरै नै छन्, त्यही भएर चाहिँ अब इन्डियन स्टोर पनि छ। र सबै कुरा नै अभाइलेबल छ। अब सुजी चाहियो, बेसन चाहियो, के चाहिँ चाहियो तपाईँहरूलाई, यहाँनिर डल्लै सेक्सन साबुदाना है, अनि के ज्वार, बाजराको आटा, भनिला एसेन्सहरू, यहाँनिर कोको पाउडरहरू, बेकिङ सोडा, बेकिङ पाउडर है, चिनीदेखि लिएर सबै कुरा यहाँनिर चाहिँ अभाइलेबल छ। चिनी, चियापत्ती है, हेर्नुहोस् त मरमसलाहरू सबै अभाइलेबल छ। र यति भएपछि चाहिँ अब के चाहिँ चाहिन्छ र होइन र, म चाहिँ आज दाल पनि लिँदैछु, किनभने दाल पनि थिएन। र मुसुरी दाल लिँदैछु। हाम्रो चाहिँ घरमा मुसुरी दाल नै धेरै चल्छ। र राजमा लिनु पर्यो भन्दै थिएँ कि, फेरि अब काबुली चना सकिएकै छैन घरमा, र चना सकेपछि मात्रै लानु पर्यो राजमा भनेर सोचेँ। यति राजमालाई $7 जस्तो देखाइरहेको थियो। यति त यहाँनिर पर्छै पर्छ। दालहरू र राजमाहरू लिँदा ओर्दाखेरि चाहिँ नि $8, $9, $10 पर्छै पर्छ है। र मैले चाहिँ अनि सोचेँ यो काबुली चना घरमा भएको सक्नु पर्यो, त्यस पछाडि लिनु पर्यो भनेर। र दाल चाहिँ लिनु नै पर्ने छ, किनभनेदेखिको दाल त हाम्रो हर खानामा चाहिन्छ। दाल बिना नानीले त्यस्तो खाना पनि खाँदैनन्। अनि फटाफटीसँग दाल चुज गर्दै थिएँ, जुन कम्तीवाला थियो त्यही लिएँ। खालि यो ब्रान्डले गर्दा मात्रै अलिकति महँगो बेसी र अलिकति सस्तो पर्ने गर्छ क्या। मसुरी दाल चाहिँ हाम्रो चाहिँ
खानामा इन्क्लुड हुन्छै हुन्छ क्या। बिहान दिउँसो पनि चाहिन्छ, बेलुका नि चाहिन्छ। नानीहरूले चाहिँ मसुर दाल बिना खाँदैन पनि। अब हामी चाहिँ 4-5 वटा स्टोर जानै पर्छ किन्नुको लागि। त्यही भएर चाहिँ मैले एउटैबाट धेरै कुछ चाहिँ किनिनँ। चना त हेर्दै थिएँ, फेरि सोचेँ छोड चना पनि किन्दिनँ, किनभने काबुली चना के छ घरमा, त्यो सकेपछि मात्रै गरौँला भनेर। किनभने भेजिटेरियन्सहरूलाई यो सब त सोच्नै पर्छ, चना या राजमा या काबुली चना हुन्छ नि, या मस्यामको दाल, त्यो सेतो खालके दाल पनि यहाँनिर पाउँदो रहेछ है। सेतोमा त्यो सेतो र कालो बिन्स हुन्छ नि, त्यो नेपालमा पाउने खालके, त्यो पनि पाएँ मैले चाहिँ, तर किनिनँ अहिले, बादमा किनौँला चाहिँदाखेरि भनेर। अनि यहाँ चाहिँ हेर्नुहोस् यो भाँडाकुँडाहरू स्टिलको, तामाको, यहाँ के चाहिँ अब सबै पाइन्छ। अब पूजाको सुपारी, नारियलहरू सबै त पाइन्छ है। अनि यहाँनिर चाहिँ म ड्राई फ्रुट्स पनि हेर्दै थिएँ, किनभनेदेखिको कोही बेला नानीहरूलाई बनाउनुपर्छ पनिरको ग्रेभीहरू होइन। तर अब हेर्दै त थिएँ, नानीले जहिले पनि, मेरो ठुलो छोराले जहिले पनि बिहान खाने गर्थ्यो, तपाईँहरूलाई त थाहै छ होइन। अनि मैले चाहिँ किनेकै थिइनँ क्या। अस्ति छेउछेउबाट दोकान, त्यो जुन हाम्रो दोकान त यहाँ नर्मली हुँदैन, जुन चाहिँ हाम्रो सप छ, इन्डियन स्टोर छ, त्यहाँनिर पाएको थिएँ। तर मैले त्यस्तो रिजनेबल प्राइसमा पाएको थिइनँ क्या, एकदम क्वान्टिटी पनि लेसवाला क्वान्टिटीमा पाएको थिएँ। अनि त्यही भएर किनेको चाहिँ थिइनँ मैले। र आज चाहिँ यहाँनिर धन्न अब पाएँ मैले है। अनि ठिक्क ठिक्कवाला चाहिँ किनेँ। अनि त्यही पनि ओखर त पाइनँ, र ओखर किनेको थिइनँ। पाउँदैन होइन, पाउँछ, तर अब यहाँ यो स्टोरमा चाहिँ थिएन रहेछ। र म चाहिँ मसालाहरू हेर्दै थिएँ। त्यतिन्जेलमा यहाँ आँटा हेर्नु आएको त छोरा अघि, आँटा चामलको बोरामाथि चढिओरिकन हेर्नु न सेतै भइसकेछ क्या। हामी चाहिँ अब यहाँबाट पनि 1-2 जग्गा जानुपर्ने छ, अनि खेलाउनु ओर्नु पनि नानीहरूलाई लानुपर्ने छ भनेर चाहिँ यतिकै नानीलाई रेडी पारेर आएको त, भरे त नानी त सेतै भइसकेको रहेछ। अनि यहाँनिर चाहिँ अलग्गै छ पूजाहरूको सेक्सन है। हेर्नु यहाँनिर गोटान सुपारीहरू, अब पूजाको हर एक सामान पाउँदो रहेछ। पुरोहितहरू पनि पाइन्छ, तर नेपाली चाहिँ पाइँदैन। अनि अब र पनि अब यहाँ त्यस्तो केही गर्नुपर्ने त छैन। अनि आमको सिजन छ अहिले त हो, तर अब यो अल्फान्जो म्याङ्गो रहेछ, यो मजाको मिठो गनायो कि, तर यो 199 पर म्याङ्गोलाई रहेछ। मतलब 180 भनौँ न, 180-185 रुपियाँ एउटाको, एउटा सानो आँपको। तर किनेनौँ हामीले, किनभनेदेखिको नानीहरूले खाएकै छ आखिरी। अनि दुनियाँभरको फ्रुट्स किनेर फाइदा पनि छैन भनेर चाहिँ मैले किनिनँ। अनि यहाँनिर चाहिँ हेर्नुहोस् के आइटम पाउँछ, सबै भगवान्को। यहाँनिर अब भगवान्को मूर्तिहरूदेखि लिएर, शिवलिङ्गहरूदेखि लिएर, धूपदानीहरूदेखि लिएर सबै थोक पाइन्छ। नानीले चाहिँ आइसक्रिममा साह्रै जोड गर्यो है। अनि आइसक्रिम पनि किनिदिनु भयो बाबाले। त्यस पछाडि भइसक्यो हाम्रो सबै सौदाहरू। यहाँ यो दोकानबाट चाहिँ भइसक्यो, यो स्टोरबाट चाहिँ। यो स्टोरको नाम चाहिँ होम अफ स्पाइसेस हो, जो ट्याम्पामा छ। र यहाँनिर चाहिँ अब गुजराती सामान चाहिँ अलिक बेसी नै पाइन्छ होइन। अनि बस बाहिर निक्लिँदैछौँ यतिखेर, एकदम घाम लागेको छ है। ठुलो छोरालाई चाहिँ एकदम मिस गरिरहेको छु, ऊ आउनु मानेन, साथीहरूसँग खेल्छु भन्यो। अनि ठिकै छ भनिओरिकन चाहिँ अनि हामी मात्रै आयौँ। त्यसै पनि सौदा गर्नु आउनु केटाकेटीलाई मन पनि पर्दैन नि त। र जाँदैछौँ नेक्स्ट डेस्टिनेसन चाहिँ हो अल्डी। हामी चाहिँ यहाँनिर फ्रुट्सहरू लिनु चाहिँ हामी चाहिँ अल्डी आउँछौँ। यहाँनिर निकै अब रिजनेबल प्राइसमा पाउँछ अरू जग्गा हेरी। स्ट्रबेरी पनि अब हेर्नुपर्छ। यहाँ चाहिँ यो स्ट्रबेरी चाहिँ यहाँनिर तपाईँको $3.99 लग $4 देखाउँदै थियो क्या, एउटा डब्बालाई 350 भनौँ न। तर फेरि अलिक परल्लोपट्टि गएर हेरेको त $2 देखाउँदै रहेछ। अनि मेरो पाला फेरि अनि त्यतै गएँ। यहाँ फरक चाहिँ यति रहेछ जस्तो लाग्यो मलाई कि यो जुन धेरै दामवाला छ, यो चाहिँ इन्स्टन्ट खाइहाल्नेवाला क्या। अनि हामीलाई त्यस्तो चाहिएको होइन नि त। यो चाहिँ अब अलिअलि नपाकेकोहरू पनि छ, तर यसमा चाहिँ अब हामीलाई त्यस्तै नै चाहिएको हो क्या। पाकेको लिएर आयो भने चाहिँ अब 2-3 दिनमै सकिहाल्ने हुन्छ। अनि यहाँबाट यसरी अलिक नपाकेको जस्तो 2-3 वटा चाहिँ पाकेको, अरू अलिक पाक्नु बाँकीवाला लियो भने चाहिँ फ्रिजमै राखी पनि पाक्छ क्या, 2-4 दिनमा सजिलो हुन्छ। त्यस पछाडि यहाँ पनि आमहरू थियो, तर अब यो चाहिँ त्यस्तो खालले टेस्टी खाले हुँदैन। यहाँ अब अरेन्जहरू छ, त्यसले चाहिँ त्यो चाहिँ एकदमै टेस्टी हुन्छ। तर अब मैले त्यो सब लिइनँ, किनभने अरेन्ज अलरेडी घरमा छ, एप्पल पनि छ। हामी चाहिँ फ्रुट्स चाहिँ बेसिकली यहाँबाट लिएर जान्छौँ। र बाबाले पनि हेर्नु हुँदै थियो, बाबा चाहिँ हतपति आउनु हुँदैन नि त सौदा गर्नु। मतलब म एकजना यहाँ चिनेको छु, हामी छोरी मान्छेहरू आउँछौँ। अनि यहाँनिर ब्रेडको अप्सनहरू पनि थुप्रै छ। यहाँको मान्छेहरू त अब यस्तै ब्रेड नै बेसी खान्छन् होइन। अनि त्यो ब्रेडहरूको चाहिँ एकदमै धेरै अप्सन क्या, रिजनेबल प्राइसमै। अन्त मैले चाहिँ अब त्यो ब्रेडहरू त्यस्तो एउटा ब्रेड चाहिँ लिन्छु होइन। नभएदेखि अब चाहिँ ब्रेड पनि घरमै बनाउँछु भन्ने सोचेको छु क्या। अगर बनाइहालेँ भने त्यसको म तपाईँहरूसँग रेसिपी अपलोड गर्नेछु। मलाई आउँछ नै, अनि बाहिरबाट होस् नकिनौँला भन्ने जस्तो पनि लाग्यो मलाई चाहिँ।
अनि यति भइसकेपछि चाहिँ यहाँनिर गएँ दुध लिनको लागि। दुध चाहिँ यसरी जारमा पाइन्छ, 1 ग्यालन हुन्छ यसमा चाहिँ है। अन्त यो अहिले चाहिँ अलिकति बढेछ। म चाहिँ विकली लिन्छु नि त सौदा। विकली लिँदाखेरि 2टा दुध चाहिँ चाहिन्छ मलाई, किनभनेदेखिको एउटा दुधले त पनिर बनाउँदै ठिक्क हुन्छ क्या। किनभने नानीहरूले त्यो पनिर खान्छ। तपाईँहरूले त हेरि नै राख्नुभएको छ डेली भिडियोमा कि म डेली पनिरको केही न केही इन्क्लुड गर्छु। त्यस पछाडि अब गयौँ हामी यहाँ फेरि बिलिङमा, र फाइनली बिलिङहरू भइसक्यो। अब यहाँबाट जाँदैछौँ फेरि अर्को स्टोरमा। अर्को स्टोर चाहिँ छ डलर ट्री। हत्तु गर्मी भएको छ यतिखेर चाहिँ, एकदमै बेसी गर्मी। र हामी जाँदैछौँ डलर ट्रीमा। यहाँनिर चाहिँ 125 मा सबै पाउँछ नि त, मतलब $1.25 मा। अनि मलाई यो चक्लेट मनपर्छ यहाँनिरको चाहिँ। अनि कति 4-5 वटै हुन्छ, तर अब कहिलेकाहीँ हामी खान्छौँ नि त, केटाकेटीहरूले पनि माग्दाखेरि दिँदा हुन्छ। अनि जे पनि यहाँनिर चाहिँ अब त्यही भएर चाहिँ म बिस्किटहरू चाहिँ प्रायः यहीँबाट लिएर जान्छु है। यसरी प्याकेटको बिस्किटहरू पाउँछ हेर्नुहोस्, जस्तो पनि अब मतलब यहाँनिर जति पनि छ खानेकुराहरू सबै 125 को, मतलब $1.25। अनि अब रिजनेबल हो, यहाँको त अब कम्तीमै पाएको हो नि यो त है। अरू स्टोरमा गयो भने यस्तै बिस्कुटहरू $3 $4 पर्छ, डबल ट्रिपल पर्छ होइन। म चाहिँ यहाँ बिस्किटहरू अब कोही कोही बेला नानीहरूले घरमा खाने माग्छन् होइन। अनि फेरि अर्को कुरा, यसो कता कता निक्लिँदाखेरि चाहिँ म नानीहरूलाई खानेकुरा बोकेरै निक्लिनुपर्छ क्या, अब पोसिबल हुँदैन नि त। वहाँको पो अब इन्डियातिर नेपालतिर हर जग्गा दोकान हुन्छ है, 10 रुपियाँको किनेर खुवाउँ, 20 रुपियाँको किनेर खुवाउँ, हदै खुवा है 100 को खुवाउँ भन्ने हुन्छ। तर यहाँनिर चाहिँ अब त्यस्तो हुँदैन नि त, दोकानै हुँदैन। अनि यहाँनिर चाहिँ मेकअपको सामानहरू पनि सबै राखेको छ, तर मैले त लिएरै आएको छु होइन। मलाई अब यहाँको ब्रान्डहरू पनि त्यस्तो थाहा छैन। तर अब यहाँनिर पनि पाउँछ, स्याम्पूदेखि लिएर सबै कुरा 125 150 त्यस्तोमा पाउँछ है। र रिजनेबल प्राइस हो भनौँ यहाँनिर चाहिँ एकदमै। र म चाहिँ यहीँबाट लिन्छु क्या अरू जति पनि कतिवटा। र यहाँनिर कप पनि लिनु जाँदैछु, किनभनेदेखिको मलाई चाहिँ तपाईँहरूलाई थाहै छ कपको कति सक छ। र एउटा चाहिँ म लिनु पऱ्यो चिया खाने भनेर, किनभने घरमा सानो सानो खालके मात्रै थियो। त्यही भएर यहाँबाट दुईटामा चाहिँ कन्फ्युज भएँ, र फाइनली एउटा लिएँ। यो चाहिँ लिएँ मैले, एकदमै मन पऱ्यो। यो चाहिँ मलाई अलिक ठुलो ठुलो मनपर्छ है। र अब यतिकै आजको सौदा चाहिँ यतिकै खतम। म चाहिँ हर हप्ता जाने भनेको यहीँ हो। अझै ताजा मार्ट त तपाईँहरूलाई देखाइनँ मैले, बादमा देखाउँला। सो अब भिडियोलाई पनि एन्ड गर्दैछु। आजको ग्रोसरी ब्लग तपाईँहरूलाई कस्तो लाग्यो त्यो भन्नुहोला। राम्रो लाग्यो भने भिडियोमा लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ। बाई बाई एभ्रिवान। राधे राधे।